हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ होइन, अब मेरो दिनभरि भन्नाले पनि बिहानदेखि के काम हुँदो रहेछ है, म चाहिँ देखाउँछु, तपाईहरु हेर्नु ल राम्रोसँग। अनि फर्स्टमा चाहिँ कोदो चिनीहरू सबै भुट्छु अनि त्यसपछि पकाउँछु ल। यसरी होइन, अब चिनोलाई चाहिँ पानीमा हाल्नुपर्छ। अब चाहिँ कोदो भुट्न लाग्यो है। अब यसरी नै कोदो र चिनोलाई माथि माथि सागरको फाइनली अब सक्यो। माथि माथि सागरको अब चाहिँ यसरी नै चिनोलाई चाहिँ अगाडि पकाउँछु किनकि चिनो चाहिँ अलि साह्रो हुन्छ नि त। एकछिनमा चाहिँ कोदो हाल्नु चाहिँ लुगा जानुलाई पानी तताउनु। अब चाहिँ यसरी नै पाक्दैछ। अब चाहिँ फाइनली यस्तो भइसकेछ, पाकिसक्यो। एकछिन पछि यसलाई चाहिँ सेलाउन दिनुपर्छ। त्यही हो साथीहरू, अब चाहिँ अहिलेसम्म चाहिँ यति गरौँ। त्यसपछि चाहिँ म अनि मेरो र बाबाको कपाल दिन्छु। यति है साथीहरू। फुलहरू मुस्काउँछन्, पुतलीले गीत गाउँछन्, लेकैमा कुहिरो पर्खिरहेछ। सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ। सिमसिम सिमसिम हिमपानी यसलाई चाहिँ राख्नुपर्छ है कपडा बेरेर। अब चाहिँ यसलाई औषधि मिक्स गरेर अनि त्यो गरम हाल्ने। त्यसपछि मजाले चाहिँ कपडामा बेरेर राख्नुपर्छ। नछोएरै हरदम छुनु भेटिरहनु यसरी प्याक गरेर तातो बनाएर राख्यो। अब 3 दिनमा चाहिँ यो रेडी हुन्छ। अनि यो चाहिँ किन राखेको भन्दाखेरि कसैको आँखा नलागोस् भनेर 3 दिनपछि चाहिँ यसरी क्याम्पमा हाल्नुपर्छ। घामले जान लागिसक्यो, एकछिन घाम ताप्छु। त्यही हो है साथीहरू, अन्तिमसम्म हेरेर माया गर्नु ल। लाइक कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई साथीहरू।